ट्याक्कै आफू बसेको ठाउँ छोड्नु मन त थिएन, ठ्याक्कै भिसा लागिदिइहाल्यो होइन। घरको भिसा लाग्यो, बसेको ठाउँ यता झापा हो, दसैँ होला। अब घर जाने भिसा लागेको अवस्था, साथी गाडी चढेर हाल्नु त्यही गाडीमा जाने भनेर। अब टक्क उर्लाबारीदेखि सुक्रारीसम्मको यात्रा हुनेवाला छ। हेर्न यो स्पेसली आज साथीको बर्थडे पनि रहेछ। साथीले चाहिँ आज मासु भात सो हल्का हुँदैछ हाम्रो। तेर्थुम बजार पर छ तेर्थुम बजार। अब त गाडी आफूले बोक्नु पर्यो नि त, यी केटाहरूले बोक्दै थियो। म चाहिँ घरै पुगेँ, अब घरै त्यसो। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। होइन आफ्टर लङ टाइम पछि मैले भ्लग बनाउन गइरहेको छु। भ्लग चाहिँ लगभग त्यस्तै 4 महिना पछाडि टक्क फोनको र मेरो हल्का ब्रेकअप भइरहेको थियो। अनि टक्क अहिले चाहिँ फेरि प्याचअप भइरहेको अवस्था, त्यही भएर भ्लग बनाउन गइरहेको। अब ठ्याक्कै अहिले चाहिँ मेरो के भयो भने दसैँको बेला ठ्याक्कै भिसा लाग्दिएर, अनि आज फुलपातीको दिन 4 गते टक्क भिसा लागेर चाहिँ हिँडेको। है घरबाट भिडियो बनाऊँ भने घरमा हल्का टाइम भएन, त्यही भएर यहाँ भिडियो बनाएको। सो अहिले म उर्लाहारी आइरहेको छु। दमकबाट साथी पनि गाडी चढेर आउँदैछ दमकबाट, अनि त्यही गाडी पर्खेर बसिरहेको हो। ट्याक्कै आफू बसेको ठाउँ छोड्नु मन त थिएन, ठ्याक्कै भिसा लागिदिइहाल्यो होइन। घरको भिसा लाग्यो, बसेको ठाउँ यता झापा हो, दसैँ होला। अब घर जाने भिसा लागेको अवस्था, साथी गाडी चढेर हाल्नु त्यही गाडीमा जाने भनेर। सो लङ टाइम पछि भिडियो बनाएको। सो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। भिडियोलाई कस्तो लाग्छ एकदम माया गरिदिनु होला भन्न चाहन्छु। सो अहिले उर्लाहारीमा आइराखेको अवस्था। साथी कतिखेर आउने हो गाडी चढेर कोही थाहा छैन। अब गाडीमा फेरि म त गाडीमा सुत्ने बानी छ कि एकदमसँगले। अब टक्क उर्लाबारीदेखि सुक्रारीसम्मको यात्रा हुनेवाला छ एकदमसँगले। अब जानुपर्ने हुन्छ। सो भिसा चाहिँ मेरो घर जाने लागेको हो खासमा उर्लाहारीबाट। म उर्लाहारी बसिरहेको छु नि त झापा र दमक, त्यहाँबाट चाहिँ मेरो भिसा लागेको हो। सर्लक्क साथी आउँदैछ जस्तो छ, यही गाडी हो सुपर सङ्घ सभा। साथी आउँदैछ जस्तो छ, यही गाडी हो। फाइनली गाडी चढियो त, हटेन हेर्न यो। अब लाग्यो तेर्थुम सुक्रारी हामी मेरो भ्लग हो। अनि मलाई मैले गीत लगाइदिइरहेको छु त, धन्यवाद। सिलाम सागमा गीत लगाइदिनु तँलाई, अर्को गीत धन्यवाद। गिफ्ट तँलाई पार्टी के दिनु भयो? पार्टी घर पुगेपछि दिएन, होली पछि लगा त होइन। अहिले ज्याकेट खोल्छु ल एकछिनमा। ल ठिक छ ल। हामी चाहिँ अब गाडीबाट लागेको, गाडीमा सुत्दै जानुपर्ने होला। कुन चाहिँको सिट हो रिजा भन्दै। फाइनली धरामा आइपुगेको अवस्था। धरामा डेन्जर जाम हुँदो रहेछ त अन्त। अहिले ट्राफिकले फोन उतै तान्दियो त, भिडियो बनाउँदैछ। म हेर्नु पर्यो ऊ गाडी, सामान हेर्न ऊ गाडीमा कत्रो कत्रो प्याक हेर। अब दसैँको अफरमा यस्तो प्याक हो, अफर चलिरहेछ हौ दसैँको प्याक। दसैँको अफरमा यस्तो प्याक हुन्छ।
धरान आइपुग्यो लगभग अब कति लाग्छ हौ कति बज्यो स्पेसली आज साथीको बर्थडे पनि रहेछ मैले चाहिँ सल्लाहको गिफ्ट लिएर आएको थिएँ साथीलाई भनेर तर बर्थडे गिफ्टै सरप्राइजै भयो साथीलाई ठिक्क बर्थडे गिफ्टै भयो अनि साथीले चाहिँ आज मासु भात यसो हल्का हुँदैछ हाम्रो टक्क सिधै आइपुगेको हामी अब यहाँबाट सुकाएर पुगेर घर हिँड्दै जानुपर्ने हुन्छ ल थालिदिउँ है साथीले खुवाएको अब भन्नु पर्यो नि बब्बा लेखेका उकालो चढ्दैछ होला चिल्ली मान्देको खाउ न रस आज लास्ट अगायो यार बोल्दैछु नि फेरि बोल्नु पर्छ ल बोला त के बोल्छौ सो भिडियोमा स्याट भएर बोल्दिम ओ ल स्याट ल त्यसो भने भयो है अहिले खाना खाँदैछु ठिकै छ भोलि पर्सि बोलौँला स्याट पोस्ट एक दिन तिमी आऊ होइन क्यामेरा लिएर आऊ एउटा भनिदेऊ न एक दुई लाइन भन अनि म त्यहाँ यस्तो खतरा दिन्छु होइन ओके ल दामी मिठो रहेछ यार तिमीले पकाएको तरकारी अब कति लगभग लाग्छ होला है सुकाएर पुग्नु पनि 20 मिनट त 20-25 त लागिहाल्छ त्यहाँबाट अलमल हुन्छ राति घर पुगिने भयो हिँडेर जानु पर्यो ओह्रालोमा फेरि साथीले खानासाना खुवाइहाल्यो अब केटाहरूलाई केही खानु नलाउने हो चाप आफै खान्छ केटाहरू फेरि बुझ खान्छ नि त बुझ खान्छ सरक्क ओह्रालो झरिदिनु पर्यो नि त मलाई त फेरि बोजूकोमा नि निस्किनुपर्छ यता बोजूकोमा आएर उता गएर ओह्रालो जानु टाइम त मेरो आज सुकाएर नै जाने भयो ल साथीले नि सक्यो सो अब यो चाहिँ के भन्छ भने यसलाई चाहिँ बर्थडे पार्टी भन्छ होइन खाइसकियो अब साथीसँग छुट्टिनु पनि पर्छ गाडी मेरो हिँड्छ अनि लाग्दिनु पर्यो नि त म खाइयो यार खाना जवानी भरको ढाकेको लाग्दैन आधी खाना हालेर चल्दैछ कसले टन्न भयो नि साथी अगाइयो नि सुकाएर सहर पनि देखाइदिउँ न यहाँ पर छ त पुग्नुभन्दा ओह त्यो हो यहाँनिर सुकाएर त्यहाँबाट नै 1 घन्टा तल मेरो घर त रियालिटी त तल पुच्छारमा तल हिँडेर जानुपर्छ अहिले चाहिँ सिम्बा आइपुग्यो सिम्बाको डाँडामा ठिक छ त ल
खाना पनि खाइयो आधा साथी राखिदिनुपर्छ होला नि त अब ल बस ल गाडीले अहिले फेरि मलाई छोडेर चल्दै हाल्नु के पञ्चासमा हाल्यो पञ्चासमा हाल्यो ए ल घरै जान्छ होला है घर ल गाडीसँग सुटिसक्यो अब पर गाडी चढ्नु पर्यो मेरो गाडी यता पर छ नि त ल टक्कसँग शुक्रबारे आइपुग्यो गाडीबाट नि झरिसक्यो यता दाइहरूसँग भेट भयो सो के छ हेन्डसेक गर्नु साजन अफिसियल छ यता भान्जा यता इसाक हाम्रो इसाक भान्जा इसाक भ्लग युट्युब यता हाम्रो दाइ ए दाइको नाम त के पो बिर्से दाइ के पो तपाईँको नाम नामै बिर्स्यो दाइको त यता 1K सब्सक्राइब पुगिसकेको छ यता भान्जाले अझ धेरै पुऱ्याइदिनु पर्यो नि त मेरोमा नि हल्का सब्सक्राइब हानिदिनु पर्यो आफ्टर लङ टाइम पछि आइरहेको छ होइन 4 महिना पछाडि भिडियो बनाइरहेको छु मलाई पुरै 4 महिना हान्थेँ नि त ग्याप अनि आज धेरै पछाडि बनाएको ट्याक्क लगाएर शुक्रबारे भ्यू पार्क चढ्दै गरेको के हो कुन माइजु केही छैन मै हो एडिटर भिडियो एडिट गर्ने मै हो ए अनि किनिसकेपछि त यहाँ तेर्थुम बजार पनि देख शुक्रबारे डाँडा तिमी कालो रात यहाँको लोकल भाइहरू क्या होइन त के छ भाइ हातमा खान्छ शेष चिनिस् मलाई तेरो दाई हो अस्तिको दाई चिन्दैनस् यता चाहिँ शुक्रबारे बजार तेर्थुम बजार ओह पर छ तेर्थुम बजार सो हामी यता सब केटाहरूसँग भेट भइसक्यो हल्का घुमघाम अब यहाँबाट हिँडेर तल घर जानुपर्ने हुन्छ मेरो घर चाहिँ यहाँ तल ओह्रालो जानुपर्ने हो अर्को 2 जना केटाहरू पनि गाडीबाट आउँदैछ तिनीहरूलाई नै पर्खेर लिएर जानु पर्यो नि पर सिन्धा बजार अघि त्यहाँबाट भिडियो बनाएको थिएँ मैले पर छ सिन्धा बजार सेतो कुहिरोको मुनि सिन्धा बजार यता भयो हाम्रो शुक्रबारे यता भयो हाम्रो एमआर लिम्बू ब्लग्स अनि यता भयो साजन अफिसियल इसाक ब्लग्स यता दाइको भ्लग छैन दाइले भ्लग बनाउनुहुन्न ल फोटो हान्दैछ केटाहरूले सेल्फी ओके ल सेल्फी है त ल सेल्फी हेलो म तेरो त झन् के हो अनि टिलिक टिलिक टल्किन्छ त प्रोटेट स्टाइलकै प्रोटेट यहाँले न त अनि तेरो भ्लगमा हामी पनि के कन्टेन्टहरू बनाऊँ धेरैले चिन्छ होला मेरो चाहिँ होइन के भन्छ मेरो च्यानललाई सब्सक्राइब गर्नु मन छ भने चाहिँ होइन मेरो भिडियो चाहिँ 1 महिना भइसक्यो ग्याप भएको र अब भोलिदेखि चाहिँ मेरो भ्लग आउँछ अनि मेरो भ्लगको नाम चाहिँ होइन साजन अफिसियल छ र साजनमा चाहिँ फेरि जे लायो भने भेट्दैन जेट लायो भने मात्रै भेट्छ क्या मेरो नाम फेरि 1 पिस छ नि त अनि त्यही भएर मेरो भान्जा मान्छे नै 1 पिस हो नि त त्यही भएर र अब हामी चाहिँ घर जानुपर्ने हुन्छ अनि घर गएर आज फेरि हाम्रो फेरि गाउँमा होइन दसैँ यसो साथीहरू आज सब आइरहेको छ नि भेटघाट छ अनि केटाहरूसँग यसो बेलुका भेट्नै पऱ्यो होइन लङ टाइम पछि आज चाहिँ होइन एक साइनाबाट मा पनि हो अर्को साइनाबाट साथी पनि हो एकदमै बेस्ट फ्रेन्ड क्या र अब हामी घर लाग्दैछौँ ओह्रालो अब यहाँ एकछिन बजारमा हाम्रो थोरै काम हुन्छ त्यसको लागि चाहिँ हामी घर लाग्छौँ अब मैले खोज्दै हाम्रो मिस्टर ब्लग मेरो मामाको हातमा थमाउनु गइरहेको छु ओके ल हामी चाहिँ यसो घर झरिसकेको शुक्रबारे बजार त माथि नै छोडियो नि माथि थियो शुक्रबारे बजार हामी तल आइसक्यौँ अब ओह्रालो हिँडेको अफिसियल यता छ बुद्धिमान दाई भान्जा
त्यो सबैको भारी छ। यो मेरो जेब्रा अघि चुट्टिसक्यो, यहाँ यसैले गरौँ भएर। यो दाइको हो, दाइको सामान हो, यो उसकै सामान हो। भान्जा उता छ, माथि अझै आउँदैछ टन्नै। अब हामी ओह्रालो जानुपर्ने हुन्छ। घर त कहाँ हो गाउने, तलै छ नि बिचरा। के भयो कान्छ? बिन्दास लाग्यो, निराश लागेन, बिन्दास पो लाग्यो। बिन्दास लाग्दाखेरि अन्य यस्तो पो हुन्छ। ए ल ल ल त्यो अब मास्तिर साथीहरू आउँदैछ, हामी पर्खिँदैछौँ। तपाईँ आइपुगेपछि ओह्रालो जानुपर्छ। जम यहाँ सबैजना आइसक्यो, माथिबाट पर्खेको मान्छेहरू सबै आइसक्यो। अब ओह्रालो अझै 2 घन्टा लाग्छ। ल यता छ मेरो भतिजनी। ल पक्कासँग अब यहाँ छ यत्रो भारी मेरो। अब यसरी गरेर बोकेर हिँड्नुपर्ने हुन्छ होइन। ल है लाग्यो, भिसा लागिहाल्यो घर जाने। अब टक्क लाएर बैगुनीले छोडेपछि कसको के नै लाग्छ र के फाइनली हजुर दा आज क्यारम जितेर भाले खानु। तर म पऱ्यौँ भने जितिहालिन्छ नि। किर्ते खेल्नुपर्छ ल, म गोल लगाएको ल किर्ते अस्ति किर्ते त पाप पो लाग्दो रहेछ। अस्ति केटाहरूले जितेन त किर्तेमा। कालुको म भनेपछि कालुले राम्रो हान्छ नि त होइन। ल टक्क ओह्रालो साथीहरूसँग आयो। हजुर आयो होलसेल साथीहरूले दसैँमा हल्का दसैँ अफर उता हेर्नुहोस्। फाइनली लगभग हामी आधी बाटो ओह्रालो झरिसक्यौँ। अब यहाँबाट तल सर्लक्क सबैजना ओह्रालो अब झरिँदैछ। यो बाटो त अनि क्रस फायर बाटो हो नि त यो रियालिटीमा। अनि पछि कुदाउनु पर्छ, अहिले हतार गर्नु हुँदैन। कमाउनु रमाउनु बाँकी छ नि त। घाम कहाँ लागिरहेछ उता, घाम तलै पो पुगिसकेछ हौ। घाम त डुब्न लागिसकेछ। यता दाइले मासु बोकिरहेछ दसैँको मासु बोकिरहेको छु। ल दामी छ दामी। लेट्स के अरे भान्जाले कसो भन्छ, लेट्स गो हान्दिउँ। ल अब लेट्स गो हान्दिउँ। बसियो त तमर त तल पो छ त हौ, घर त तल, तमर यता तल। ठिकै छ। अब हामी आधी घन्टामा पुग्नेछौँ घर ओह्रालो। ओहो दसैँमा बाटो त अनि बबाल खुवाउनेछ त। ठिक छ त। मेरो बाजेलाई पो पुर्दियो क्या? ए बाजे पुर्नु भएको छैन? बाजेको च्यान त पुरानो भइसक्यो नि हो। सानो हुँदा बितिरहेको बाजे हो नि मेरो बाजे। फेरि लगभग घर नजिक आइसक्यो। अब आधी घन्टामा त पुगिन्छ होला नि त। सबै साथीहरू घरमा छुटिसके। अब हामी 3 जना छौँ बाँकी। पुछारमा घर छ। अम्बक खाँदै, अम्बक पनि खानु पर्ने त घरमा, गाउँमा अम्बक पनि पाउँछ। पहिलाहरू अगाडि हिँड्दैछ। घर नजिक आइपुग्यो। सबै साथीहरू माथि घरमा बसिहाले। अब मन घर पुग्नु लागेको अवस्था। सिन्जा त माथि हो नि, कुरोको मुनि घर पुग्यो नि। अघि सिन्जादेखि अहिले यहाँ देख्यो। घर पुग्यो भन्दा हुन्छ। अब तल छ घर पुग्यो त। तल मेरो घर चाहिँ त्यो तलको हो। रुखले छेकिरहेछ घर। यता केटाहरूको घर त्यो डाँडामा आइपुगिसक्यो।
फाइनली घर पुग्यो भनौँ न होला 2 घन्टा ओह्रालो लागेर ओके छ त माया गर्छु धान पनि यो सबै धान हो यो चाहिँ धान हो यो धान पनि हल्का पाक्नु लागिसकेछ ठिकै छ सो घर पुग्यो भनौँ न दसैँको बेला अब घर छेउमा पुग्यो अब त बारी आफूले बोक्नु पर्यो नि त केटाहरूले बोक्दै थियो घरै पुग्यो अब घरै त्यसै गाह्रो छ गाह्रो कोलाबारीबाट शुक्रबारीबाट पनि तल घरै पुगिसक्यो सो आइयो त घर क्या रे जाम न ओके ओ च्याक्लेहरू सो गाइस त्यति नै हो भिडियो चाहिँ सो मेरो यात्रा भनेको यहीँसम्मको हो यो मेरो भिडियोको यात्रा पनि यहीँसम्मको अन्तिम त्यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला भिडियो हेरिदिनु होला एकदमसँग माया गरिदिनु होला भन्न चाहन्छु सो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला त्यही हो नेक्स्ट भिडियोमा भेट्नेछौँ बाई बाई